राज्य समितिद्वारा आयोजित यस विशेष समारोह, यस भव्य उत्साहमय समारोहमा यहाँहरूले मलाई बोलाइदिनु भयो र उपस्थित हुने अवसर दिनुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। सभाध्यक्षज्यू, अन्य राष्ट्रिय स्वतन्त्र पार्टीका नेतागण, यहाँ आमन्त्रित विशेष अतिथिज्यूहरू र नेपालबाट आई महाराष्ट्रका विभिन्न सहरहरूमा ठाउँहरूमा इलम गरिराख्नुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा मेरो नमस्कार छ। यो भव्य कार्यक्रम आयोजना गर्न धेरैजना जोडिनु भयो, मेहनत गर्नुभयो। म हिजो काठमाडौँबाट संसदबाट सिधै एयरपोर्ट गएर यहाँ मुम्बई आएको थिएँ र यहाँ उत्रेदेखि नै तपाईहरुले यति न्यानो माया देखाउनु भएको छ। आफ्ना गुनासाहरू, आफ्ना समस्याहरू बारे पनि मलाई जानकारी दिनुभएको छ। देशप्रतिको माया झल्काउनु भएको छ। हाम्रो देश नै बन्दिएको भए यसरी परदेशमा आएर दुःख गर्नुपर्ने अवस्था रहने थिएन भन्ने खालका आशय यहाँहरूले व्यक्त गर्नुभएको छ। र यी सबै कुराहरू लिएर म आजै म दिल्ली हुँदै काठमाडौँ फर्कदैछु। यहाँहरूलाई थाहा छ अहिले नेपालको संसदमा हाम्रो पार्टीको यो अहिलेको मानव तस्करी, भिजिट भिसाको दुरुपयोग इत्यादि बारे ठुलो विरोध कार्यक्रम चलिरहेको छ र त्यसलाई एकजना सांसदको पनि कमी हुन नदिनको लागि म हतार आजै नेपाल फर्कने भएको हुनाले अहिले अब 45 मिनेट 1 घण्टामा म यहाँबाट हिँड्नुपर्ने हुन्छ। तर यहाँहरूले विगत 24 घण्टामा जुन माया देखाउनु भयो, स्नेह, जुन आतिथ्य देखाउनु भयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। र आज धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पनि म हार्दिक स्वागत गर्न चाहन्छु। यो तपाईहरुले एउटा पार्टी मात्र प्रवेश गरिराख्नु, अब नेपाल बनाउनको लागि 84 भनेर हामीले भनेका छौँ। 84 सालमा यो नयाँ दलले आफ्नो संख्या र सामर्थ्य पुर्याउन सक्यो भने हामीले नेपाललाई कोल्टे फेराएर एउटा नयाँ दिशामा लाने आत्मविश्वासका साथ हामीहरू अहिले राजनीतिमा होमिएका छौँ। हामी पूर्णकालीन राजनीति कर्मी होइनौँ, राजनीति गरेर पैसा कमाउनको लागि आएका होइनौँ। अन्य ठाउँमै नाम दाम प्रतिष्ठा कमाइसकेका युवा